सवारी खराब नमस्ते। आज म बैंककको बीचमा रहेको वाटबेन्चमा बफिट बौद्ध मन्दिरमा छु। यहाँ अहिले तान कोइ सलाक नामको बौद्ध परम्परा हुँदैछ, अर्थात् श्रद्धा र पुण्यको सुन्दर अभिव्यक्ति हो। यो परम्परा थाइल्यान्डको उत्तर भाग अर्थात् लान्ना फाग्न क्षेत्रबाट आएको हो। यहाँका बौद्ध धर्मावलम्बीहरूले दानका सामग्रीहरू तयार गर्छन् र आफ्ना पूर्वज र स्वर्गवासी आफन्तहरूलाई पुण्य मिलोस् भन्ने भावना लिएर बौद्ध भिक्षुहरूलाई दान गरिन्छ। यो हो सुन्दर मनले दिएको दान, बिना स्वार्थ, बिना अपेक्षा। यहाँको श्रद्धा, सङ्गीत अनि अनुहारमा देखिने भक्ति साँच्चै हृदय छुन्छ। मलाई महसुस हुन्छ बौद्ध धर्मको सार जहाँ गए पनि एउटै हुन्छ, करुणा, दया र साझा विश्वास। यो हो तान कोइ सलाक, श्रद्धा र मानवीयता जोड्ने सुन्दर परम्परा।